सर्वाधिक बोका बलि दिइने मन्दिरका रूपमा चिनिने महोत्तरीको पौजौल स्थित कारिक मन्दिरमा भेटी विवाद फेरि दोहोरिएको छ। बलुवा नगरपालिकाको वडा नम्बर 3 मा पर्ने कारिक मन्दिरमा लकडाउन पूर्व प्रति बोका 90 रुपैयाँको रसिद काटी भेटी उठाइदै आएकोमा नगरपालिकाले प्रति बोका 200 रुपैयाँ भेटी उठाउने निर्णय गरेसँगै विवाद दोहोरिएको हो। महोत्तरीबाट मनोज झा मुक्तिको रिपोर्ट। लकडाउनको अवधि पूर्व प्रति बोका 90 रुपैयाँ भेटी उठाउँदै आएकोमा नगरपालिकाले प्रति बोका 200 रुपैयाँको रसिद काट्ने निर्णय गरे। लगत्तै देशमा सर्वाधिक बोका बलि दिने मन्दिरमध्ये पर्ने महोत्तरीको पडौल स्थित कारिक मन्दिरमा भेटी विवाद पुनः शुरू भएको छ। माघ 19 गतेदेखि बलवा नगरपालिकाले पुजारीलाई सहभागी नगराई प्रति बोका 200 उठाउने निर्णय गरेकोमा मन्दिरका पुजारी र नगरपालिका बीच विवाद हुन थालेको हो। हामी पुजारीले भने थियो कि अघि 90 रुपैयाँ काटेर जुन राष्ट्रिय वाणिज्य बैंकमा पैसा रकम जम्मा गरिएको छ त्यही खातामा त्यही साबिक अनुसार 90 रुपैयाँ काटेर त्यहाँ जम्मा गरौँ। पछि पुजारीले कति पाउँछ, विकास बाबतमा समितिहरूले कति पाउँछ, त्यो समिति भन्दाखेरि हैन त्यो हामीले त्यो कुरा विषयमा चर्चा गर्छौँ। अनि सर्वोच्चको फैसला पनि आइसकेको छ। सर्वोच्चको फैसला अनुसार पुजारीहरूलाई नै त्यो समिति बनाउने अधिकार दिएको छ। प्रत्येक हप्ताको सोमबार र शुक्रबार भाकल अनुसार बलि प्रदान गर्न नेपाल भारतका हजारौं भक्तहरू महोत्तरीको पडौल स्थान स्थित कारिक बाबाको मन्दिरमा आउने गर्छन्। प्रति हप्ता 800 देखि 1200 बोकाको बलि यहाँ चढाउने गरिन्छ। लकडाउन अवधिमा बन्द रहेको मन्दिर 2077 छठपछि खोलिएको हो। मन्दिर खुलेपछि रसिद काट्ने कर्मचारी नआएपछि निशुल्क बलि प्रदान हुँदै आएको छ। पुजारीले आवश्यक समन्वय नगर्दा विवाद शुरू भएको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ। विवाद पुजेरी परम्परादेखि यो हाम्रो समाजमा अघिदेखि नै समिति हुँदाखेरि, पञ्चायत हुँदाखेरि, अहिले नगरपालिका हुँदाखेरि पुजारीहरूले विवाद गरिरहेछ। आफ्नो हिसाब मतलब आफ्नो अधिकारको लागि यही हो। यहाँ कार्यान्वयन हुन दिइरहेको छैन कुनै कानुन। अहिले सर्वोच्चबाट डिसिजन पनि आएछ, त्यसको पनि नगरपालिकाले केही वास्तै गरिरहेको छैन, नगरपालिकाको भ्याल्यु दिइरहेको छैन। त्यही त तपाईँको सामनेमा कुरा भयो। मन्दिर परिसरमा मदिरा पसल खोलिएपछि स्थानीयले विरोध गरेका छन्। स्थानीयको विरोधपछि नगरपालिकाले मदिरा पसल बन्द गर्ने निर्णय गरे पनि कार्यान्वयन गरेको छैन। व्यवस्थित गर्दैछु भर्खर भन्नुभएको मैले अथि गरेर 200 मिटरमा हामीहरूको फुडिङ बोर्ड लगाउने त्यो बजारको तपाईँको जति व्यापारीहरू छ त्यो फुक्नाको लड्डुको माने चाय पसलको सबै हामीहरूको पुरै नियमै पास भएको छ। सबैको कति दर रेटले लगाउने तपाईँको 3वटा 4वटा पार्किङ गर्ने होइन, पार्किङ सबै ठाउँमा अहिले केही भएको छैन, केही भएको छैन अहिलेसम्म। धार्मिक आस्थाको केन्द्र कारिक बाबा मन्दिरमा पुजारी र नगरपालिकाको विवादको बारे सर्वोच्चले फैसला गरे अनुरूप सबै पक्ष मिलेर समिति निर्माण गरिनु पर्दछ। सरसफाइको साथसाथै दिनदिनै बढ्दै गएको मदिरा पसलहरूलाई धार्मिक स्थलबाट विस्थापन प्रति सरकारवाला निकायहरू संवेदनशील हुनु जरुरी छ। सगरमाथा टेलिभिजनका लागि